सबै कुरा एकै दिनमा हुन्छ भने हुन्न, तर एक दिन हुन्छ। त्यही हो, त्यो दिन कहिले आउँछ भन्ने हो। सफलता मिल्छ अवश्य नै। हाई गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। मेरो चाहिँ 9 दिन च्यालेन्ज कम्प्लिट भएदेखि चाहिँ मेरो न्यू भ्लग आएको थिएन है। अलि व्यस्तताको कारणले न्यू भ्लग आएको थिएन। लेबर काम गर्ने हिँड्यो अनि धेरै भिडियो पनि बनाइएन, त्यही भएर आएको थिएन। आजदेखि चाहिँ कन्टिन्यू आउँछ मेरो चाहिँ भिडियो। फेरि त्यही नै हो गाइज, भिडियो चाहिँ कन्टिन्यू बनाउँछु। अब चाहिँ कन्सिस्टेन्सी चाहिँ अलि लो भएको थियो, मेरो चाहिँ अलि कमजोर थियो। अनि अबदेखि चाहिँ रेगुलर जान्छ। कामको व्यस्तताले हो त्यो सब कुछ भएको चाहिँ। अबदेखि चाहिँ हुँदैन होइन। भिडियो चाहिँ कन्टिन्यू बनाउनु होइन। सबै कुरा एकै दिनमा हुन्छ भने हुन्न, तर एक दिन हुन्छ। त्यही हो, त्यो दिन कहिले आउँछ भन्ने हो। सफलता मिल्छ अवश्य नै। अब हामी चाहिँ काममा लाग्दैछ, यसो भिडियो बनाउँदा पनि अलिक गाह्रो हुन्छ। अलिक हाम्रो फेरि मालिक हुनुहुन्छ यहाँ। अब यस्तो हो क्या, अरूको काम हो त्यो लापरवाही गर्नुहुन्न क्या। मालिक आउनुहुन्छ अलिक गाली गरिहाल्नुहुन्छ, त्यो यो सर्ट टाइम मालिक नभएको बेला गराएको। यो मालिक हुनु हाम्रो यहाँ अब घर जानुभएको छ, त्यही बेला गराएको। पर्मिसन चाहिन्छ नि त मालिकको, उहाँको। अब हामीले नुन खाएपछि काम गर्नुपर्छ। ती केटाहरू अब घचाघच लागिसक्यो, यिनीहरूले पनि सोचे होला नि, जहाँ भिडियो बनाएर हामीलाई लोड गरेर काम गऱ्यो भने होला नि। त्यही भएर चाहिँ अब काम गर्नु पऱ्यो होइन। ठिक छ गाइज, थ्याङ्क यू फर वाचिङ। लाइक, सेयर, कमेन्ट अनि फलो पनि गर्नु होला है त।